If you have entered your third trimester, it's time for your GCT test. Hi guys, I'm 26-week pregnant. Come with me to take my glucose test. Worst feeling for me is having sugary items. यत्रो प्रेग्नेन्सीमा मलाई गुलियो मनै पर्दैन सुरुदेखि नै र मैले केही खाएको पनि छैन। आज चाहिँ मेरो GCT टेस्टको पाली छ अनि यो चाहिँ 50 ग्रामको ग्लुकोज हो। कसरी खाम? GCT test in done on a blood sample collected 1 hour after the intake of glucose D. मलाई चाहिँ मेरो अफिस नजिकै भएको भएर मैले ग्लुकोज डी अफिसमै लिएर आएँ अनि घर जाने टाइममा चाहिँ गएर टेस्ट गराएको थिएँ। सो भाइले चाहिँ 10 मिनट अगाडि आउनुपर्छ, हिँड्नु मिल्दैन भन्नुहुन्थ्यो। अनि मैले गुलियो खाएपछि मेरो बेबी हेर्नु न कति मजाले चलिरहेको थियो। सुगर चाहिँ गुलियोहरूबाट धेरै खाएर लाग्छ भनेर होइन, तर त्यस्तो होइन रहेछ गाइस। यो चाहिँ हाम्रो फिमेल्सको चाहिँ हर्मोनल चेन्जेसले गर्दाखेरि डायबिटिज देख्ने चाहिँ एकदमै हाई चान्स हुँदो रहेछ नि त। सो सबै कुरा चाहिँ त्यो गुलियोबाट नै सुगर हुन्छ भन्ने पनि हुँदैन रहेछ। अनि प्लस हाम्रो चाहिँ फ्यामिली हिस्ट्रीमा पनि डायबिटिज कसैलाई देखेको थियो या ओभरवेट भएको छ कि होइन, अनि टायर्डनेसहरू धेरै कुरा इन्क्लुड हुँदो रहेछ कि जस्ट सुगरी आइटमले चाहिँ होइन रहेछ। सो म चाहिँ अब घर गएँ गाइस। अब भोलि चाहिँ मेरो रिपोर्ट आउँछ। हे गाइस, मेरो रिपोर्ट चाहिँ 140 भन्दा कम देखियो, जुन चाहिँ नर्मल मानिन्छ। इफ इन केस हजुरहरूलाई GCT हाई देखेमा चाहिँ डक्टरले नै ओजिटिटी गराउनुहुन्छ होइन, त्यो चाहिँ ओरल ग्लुकोज टोलरेन्स टेस्ट भनिन्छ। यदि यो पनि पोजिटिभ आयो भने चाहिँ सुगर म्यानेजमेन्ट गर्नुपर्ने हुँदो रहेछ होइन। अब मेडिकेसनहरू चलाउने अनि डाइट एक्सर्साइज गर्नु पऱ्यो, आइरन भएको खानेकुराहरू खानु पऱ्यो होइन, लो कार्ब डाइटहरू गर्नु पऱ्यो। अनि यो चाहिँ ओभरनाइट 8 to 14 आवर्ससम्म फास्टिङ बसेर चाहिँ ब्लड स्याम्पलबाट नै गर्ने टेस्ट हो। सो गाइज, स्टे हाइड्रेटेड, टेक केयर योरसेल्फ।